टी20 विश्वकपको तयारीका लागि श्रीलङ्का भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले शनिबार तेस्रो अभ्यास म्याच खेल्दैछ। नेपाल र श्रीलङ्का एबीचको तेस्रो तथा अन्तिम खेल अपराह्न 2:15 देखि सुरु हुनेछ। खेलको प्रत्यक्ष प्रसारण क्यानले आफ्नो युट्युब च्यानल मार्फत गर्नेछ। पहिलो र दोस्रो खेलमा निकै झुर लाइभ हेर्दा वाक्क दिक्क भएका नेपाली समर्थक अन्तिम खेलमा त्यो दिगदारीबाट मुक्ति पाउने आशामा छन् र क्यानको प्राविधिक टिम कमेन्ट्री बिनाकै भए पनि शनिबारको खेलमा स्तरीय लाइभ देखाउने तयारीमा हुनुपर्छ। यस 3 म्याचको अभ्यास सिरिजमा नेपालले लगातार 2 खेलमा पराजय बेहोरेको छ। नेपाल पहिलो खेलमा 6 विकेट र दोस्रो म्याचमा 73 रनले स्तब्ध भयो। नेपाली टोली अब अन्तिम खेलमा सान्तोना जित निकाल्दै श्रीलङ्का टुरको सुखद अन्त्य गर्न चाहन्छ। नेपालले पहिलो खेलमा उत्कृष्ट ब्याटिङ गरे पनि दोस्रो म्याचमा लय कायम राख्न सकेन। नेपालले दोस्रो खेलमा 150 प्लसको स्कोर पनि बनाउन सकेन। नेपाली टिम अब अन्तिम म्याचमा शानदार ब्याटिङ गर्दै लयमा फर्किने योजनामा छ। श्रीलङ्का भ्रमणमा नेपालले बलिङमा पनि सङ्घर्ष गरिरहेको छ। नेपालले यस अभ्यास सिरिजको दुवै म्याचमा निकै खराब बलिङ गर्यो। अनुभवी बलर नै फ्लप भइरहेको यो अवस्थामा नयाँबाट पनि त्यति आशालाग्दो प्रदर्शन निस्किन सकेन। यो निराशाका बीच अब नेपाली टोली अन्तिम खेलमा उत्कृष्ट प्रदर्शन गरेर समर्थकमा आशाको सञ्चार जगाउन चाहन्छ। श्रीलङ्का एसँगको अभ्यास सिरिजपछि नेपाली टोली भारततर्फ लाग्नेछ, जहाँ नेपालले टी20 विश्वकप खेल्नेछ। विश्वकप अघि नेपालले 29 र 31 जनवरीमा मुम्बई क्रिकेट एसोसिएसन प्रेसिडेन्ट 11सँग 2 वटा अभ्यास म्याच खेल्नेछ। मुम्बईको टिमबाट नेपाल विरुद्ध कसले खेल्नेछन् त्यो भने जानकारी प्राप्त हुन सकेको छैन। मुम्बईसँगको 2 वटा खेलपछि नेपाली टोली विश्वकपमा जोडिनेछ। विश्वकप अघि नेपालले 2 वटा वार्मअप म्याच खेल्नेछ। नेपालले वार्मअप म्याचमा कसलाई प्रतिस्पर्धी पाउँछ त्यो सार्वजनिक हुन बाँकी छ। वार्मअप म्याचपछि नेपालले विश्वकपमा पहिलो खेलमा 8 फेब्रुअरीमा इङ्ल्यान्ड, 12 फेब्रुअरीमा इटाली, 15 फेब्रुअरीमा वेस्ट इन्डिज र 17 फेब्रुअरीमा बङ्गलादेश र स्कटल्यान्ड मध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्ने तालिका छ। बङ्गलादेशले विश्वकप बहिष्कार गरिसकेकाले स्कटल्यान्डले नेपालको समूहमा रहेर विश्वकप खेल्ने सम्भावना प्रबल छ। त्यसकारण 17 फेब्रुअरीमा नेपालको भेट स्कटल्यान्डसँग हुने सम्भावना बलियो छ। आगामी दिनमा पनि नेपाली खेलकुद र खेलाडीसँग सम्बन्धित अपडेटका लागि कृपया स्पोर्ट्स इन नेपाल युट्युब च्यानललाई सब्स्क्राइब गर्न पनि नबिर्सिनुहोला। धन्यवाद।